देशमा के विपद त्यस्तो पर्यो अथवा तत्कालै नगरी नहुने के अवस्था आइलाग्यो जसले गर्दा संसद अधिवेशन छलेर भटाभट सरकारले अध्यादेश ल्याइरहेको छ। यसले त हाम्रो संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार भइरहेको महसुस भएको छ र संसदहरूको जुन कानुन बनाउने अधिकार थियो त्यसलाई चाहिँ कार्यपालिकाले अध्यादेश मार्फत हाइज्याक गरेर तपाईको शक्ति पृथकीकरणको सिद्धान्तलाई नै गिज्याइरहेको महसुस भएको छ। म यो विषयमा सरकारको समिति मार्फत गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। सुकुम्बासी र भूमिहीनहरूलाई जसरी सरकारले बिना कुनै योजना एउटा विस्थापित गरिरहेको छ यसले चाहिँ कानुनी राज्यको उपहास भएको महसुस भएको छ र सरकार चाहिँ रुल अफ लको आधारमा भन्दा पनि रुल बाई लको आधारमा शासन गर्न उद्यत भएको हो कि भन्ने महसुस भएको छ र यसै सन्दर्भमा म बुदागत रूपमा केही विषयमा ध्यान आकर्षण गराउन चाहन्छु। पहिलो कुरा अध्यादेश र संसदीय सर्वोच्चता सम्बन्धी कुरा राख्न चाहन्छु। नेपालको संविधानको धारा 114 ले स्पष्ट भनेको छ तत्काल केही गर्न आवश्यक परेमा मात्र अध्यादेश ल्याउने अधिकारलाई सरकारलाई दिएको छ। म के प्रश्न गर्न चाहन्छु भने अहिले देशमा के विपद त्यस्तो पर्यो अथवा तत्कालै नगरी नहुने के अवस्था आइलाग्यो जसले गर्दा संसद अधिवेशन छलेर भटाभट सरकारले अध्यादेश ल्याइरहेको छ। यसले त हाम्रो संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार भइरहेको महसुस भएको छ र संसदहरूको जुन कानुन बनाउने अधिकार थियो त्यसलाई चाहिँ कार्यपालिकाले अध्यादेश मार्फत हाइज्याक गरेर तपाईको शक्ति पृथकीकरणको सिद्धान्तलाई नै गिज्याइरहेको महसुस भएको छ। म यो विषयमा सरकारको समिति मार्फत गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। अर्को कुरा आवास सम्बन्धी संवैधानिक हकको विषयमा नेपालको संविधानको धारा 37 ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको छ। अब संविधानले नै आवासको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरिरहेको सन्दर्भमा त्यसलाई कुल्चिएर नागरिकलाई सडकमा ल्याउन सरकारलाई कुन नैतिकताले दियो म पनि गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। र अर्को छ भूमि सम्बन्धी ऐन र कानुनी प्रक्रियाको विषयमा। भूमि सम्बन्धी ऐन 2021 को 8औं र 9औं संशोधनले चाहिँ भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पहिचान गरी जग्गा उपलब्ध गराउने वा व्यवस्थित गर्ने व्यवस्था गरेको छ। अब सरकारले आफ्नै ऐनमा भएको जस्तो सुकुम्बासीको पहिचान र प्रमाणीकरण गर्ने त्यस्तै लाल पूर्जा वितरणको त्यो प्रक्रियालाई थाती राखेर 81 कुन आधारमा डोजर चलायो जसले गर्दा अहिले अघि धेरै माननीयहरूले बोली पनि सक्नु भएको छ। अब स्कुलको नयाँ सेसन शैक्षिक सत्र सुरु हुँदैछ विद्यार्थीहरू चाहिँ त्यहाँ कापी कलम च्यापेर त्यो सरकारले भत्काइदिएको कङ्क्रिटमाथि बसेर रुवावासी गरिरहेका छन्। औषधिको सहारामा बाँचिरहेका बुवा आमा अब प्री मनसुन सुरु भइसकेको छ कहाँ बस्ने होला भनेर छटपटाइरहेका छन्। इन्द्रबहादुर राईहरू आज राज्यको डोजर आतंकले गर्दा सुसाइड गर्न बाध्य भएको हामीले देखेका छौँ। त्यसकारणले गर्दा यो विषयमा पनि म समिति मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। अर्को आवासको अधिकार सम्बन्धी ऐन 2075 ले के भन्छ भन्दा व्यक्तिलाई उपयुक्त विकल्प बिना आवासबाट हटाउन नहुने व्यवस्था गरेको छ।